सबैभन्दा दुःख लाग्ने कुरा त के भयो भने 8-10 बट्टा आँपको अचार किनेर 20-25 केजी आँप किनेर यसरी सुकाएर लगाएको थियो। यहाँ लगाएको थियो भने 5-7 केजी जति होइन 10 केजी भन्दा धेर आँप लगाएको अचार यत्रो खर्च गरेर चुहिएछ क्या। हेर्नु न, यत्रो बट्टामा लगाएको बिग्रिँदैन न, चुहिएछ। अनि यो अचारलाई अब यसरी खनेर अर्को बट्टामा हालेको यसको हालत के हुन्छ होला हेर्नु त, बिग्रिन्छ कि सप्किन्छ। यत्रो अचार तेल मुनि दुलो रहेछ थाहा भएन, सुरुमा लाउँदा किन उयो हुन्छ भनेर हेरेको त यसरी बिग्रेको चाहिँ धमाधम खाँदैछ। अब यो सप्रिने हो कि बिग्रिने हो केही थाहा छैन। हेरौँ अब यसको हालत कस्तो हुन्छ। अरू भित्र छ, बाहिर सुकाइराखेको पनि छ। यत्रो अचार हेर्नु आँप किनेर हालेर तनाव साथीहरू।